यी कथाहरू काल्पनिक घटनामा आधारित हुन्। कसैको जीवनसँग मेल खान गएमा केवल संयोग मात्र हुनेछ। सानो गाउँको एक कुनामा थियो सुन्दर फुलबारी। रङ्गीन फुलहरूले ढाकिएको, हावासँगै सुबास फैलाउने ठाउँ। त्यही फुलबारीबाट सुरु भएको थियो सागर र पूजाको कथा। सागरलाई पूजा बच्चैदेखि मन परेको थियो। बच्चादेखि नै पूजा उसको संसारको केन्द्र थिए। उसको हाँसो, उसको बोलाइ, उसको आँखा, सबै कुरामा सागर हराइरहन्थ्यो। तर पूजा फरक स्वभावकी थिए। उसलाई प्रेमभन्दा बढी पढाइमा ध्यान थियो र भविष्य बनाउनकै लागि सधैँ कडा मेहनत गर्थे। सागर कहिल्यै हिम्मत गर्न सक्दैन थियो। तर अनन्त एक दिन उसले हिम्मत जोडेर आफ्नो मनको कुरा भनिदियो। पूजा, म सधैँ तिमीलाई मन पराउँछु। तिमी मेरो जीवनको सबैभन्दा सुन्दर हिस्सा हो। पूजा मुस्कुराई, तर केही भनिन। सागरको मुटु प्रतीक्षामा रह्यो। ऊ सोच्छ सायद ऊ पनि मलाई मन पराउँछ होली। तर समय बित्दै गयो, उत्तर कहिल्यै आएन। सधैँ चाहिँ फुलबारीको बाटो उनीहरू स्कुलतर्फ जाँदै थिए। पूजाले मधुरो स्वरमा भनी, सागर, अब म सहर जानुपर्छ, पढाइको लागि, आफ्नो सपनाको लागि। सागरको मुस्कान फिक्का भयो। ऊ केही बोल्न खोज्थ्यो, तर शब्द निस्केन। अनन्त दुवैजनाले माध्यमिक तहको परीक्षा उत्तीर्ण गरिसकेपछि उच्च शिक्षाको निम्ति पूजाको परिवारले केही समयको लागि सहरतिर बिदाई गरे। समय बित्दै गयो। सागरको दिनचर्या त्यही फुलबारी, त्यही पूजाको आस, त्यही पूजाको याद। दिन बित्दै गए, पूजाबाट कुनै सन्देश आएन। सागर बिहान बेलुकी फुलबारी पुग्थ्यो, जहाँ पूजासँग बिताएका क्षणहरू सम्झन्थ्यो। उसले फुलहरूको बीचमा उसको नाम लेख्थ्यो, हावासँग कुरा गर्थ्यो र पूजा फर्कने आशमा बस्थ्यो। अनन्त 4 वर्षपछि आफ्नो पढाइ सकेर पूजा फेरि सहरबाट फर्की। पूजाले सागरलाई भोलिपल्ट त्यही फुलबारीमा बोलाए र हाल खबर सोधी। के छ सागर, सन्चै छौ? सागरले खुसी हुँदै भने, सन्चै छु, तिमीलाई कस्तो छ? पूजाले भने, मलाई सन्चै छ। यतिका वर्ष तिमीले के गर्यौ? आफ्नो पढाइ सक्यौ कि सकेनौ? के छ, कसो छ? सागरले मनमा नै मुस्कुराउँदै भनिरहेको थिए, म त तिम्रै यादमा बाँचिरहेको थिएँ, कहाँबाट पढाइ पुरा गर्नु। सागर एकछिन झस्किँदै भने, ठिकै छ, तिम्रो सुनाऊ। मैले केही वर्ष अगाडि तिमीलाई केही प्रश्न गरेको थिएँ, केही राखेको थिएँ, प्रेम प्रस्ताव। अब त तिमी त्यसको उत्तर दिन्छौ होला नि। तर पूजाले अर्कै बाटो रोजिसकेकी थिए। पूजाले हौली स्वरमा भनी, तिमी फेरि मेरै आसमा बसिरहेको छौ। तिमी मेरो राम्रो साथी हो सागर। म त अब अरू कसैसँग छु। मेरो प्रतीक्षा नगर्नु। त्यो क्षण सागरको संसार चकनाचुर भयो। उसको आँखा रसाए, तर आवाजमा शान्त थियो र शान्त भावमा उसले भन्यो, तिमी सधैँ खुसी रहनु पूजा, किनकि मेरो प्रेम तिमीमाथि थियो, सतमुक्त। यति भनेर सागर र पूजा सधैँको लागि ती सुन्दर बगैँचाबाट छुट्टिए। त्यसपछि सागर त्यही फुलबारीमा दिन बिताउन थाले। पूजालाई सम्झेर गीत लेख्थ्यो, आँसु सुकाउँथ्यो। फुलबारी उसका लागि जीवनको हिस्सा भयो, जहाँ पूजाको नाममा हरेक फुलहरूको गन्धमा मिसिएको थियो। उसको जीवन त्यसै स्मृतिको रक्सीमा डुब्दै बित्यो। नसा होइन, त्यो त मायाको नसा थियो, जहाँ उसले बिर्सन खोज्यो, तर हरेक पलमा पूजा झल्किरहन्थे। सागरले अन्तिम समयसम्म पनि फुलबारी छोडेन, किनकि त्यही पूजा थियो, त्यही उसको प्रेम थियो र त्यही उसको अधुरो संसार।